हेलो साथीहरू, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो दिनेश थापा युट्युब च्यानलमा। आज चाहिँ हामी भेटघाटको क्रममा बरघाट ससुरालीतिर आइपुगेका छौँ। अब स्मारिका र हामी जाँदैछौँ कहाँ? स्मारिको ठुलो मम्मीको घर हैन। अब तिमी चाहिँ यस्तै जाने हो? तिमी यस्तै भुद्रुङ्ने बनाएर जाने हो? अब हामी जान्छौँ यता। अब लिलाले चाहिँ खानाको तयारी गर्दैछ। धेरै केही बनाउनु पर्दैन, त्यो धेरै ल त हामी चाहिँ अहिले यहाँबाट केही पर लगभग 1 किलोमिटर पर ठुली सासूको घर, ठुलो दिदीको घर जाँदैछौँ। अब अँध्यारो पनि हुन लागेछ, फेरि भोलि अलि छिटो फर्कनु छ, त्यही भएर आज यो काम निप्टाउँ भनेर अब हामी निस्किसकेका छौँ। जाउँ यहाँ त उ भएर ल। यहाँ चाहिँ ओहो गार्डनिङ चाहिँ राम्रो रहेछ। यो कुन चाहिँ के फुल हो यो? राम्रो फुल चाहिँ फुलेको रहेछ यहाँ। के यता उखुहरू रहेछ। ल हाम्रो फुच्ची फेरि मेरो भ्लग हेर्छौ कि हेर्दैन तिमीले? हेर्छु। चाहिँ मेरो सालीको एउटै छोरी स्मारिका कतिमा पढ्छ अरे अहिले? 7मा 13 इयर्स होइन। स्कुल कुन चाहिँ स्कुल हो? नवलपुर एकाडेमी। कहाँ? डन्डामा होइन? घरदेखि कति टाढा छ? नजिकै छ। मम्मीले पढाउने पनि त्यसमै हो कि होइन? हौ एउटै स्कुलमा मम्मी टिचर, छोरी स्टुडेन्ट। कस्तो के फिल हुन्छ स्कुलमा जाँदा, स्कुलमा पढ्दा? राम्रो राम्रो खाना पाइन्छ। के खानु पाइन्छ स्कुलमा? पाइन्छ मोमो सोमो चाउमिनहरू किनेर खाने हो त्यो त? मम्मीले दिनुहुन्छ। मम्मीले अरूहरूलाई दिन्न नि त, स्टुडेन्ट भएर। टिचरको छोरी भएर टिचरको छोरीले चाहिँ यस्तो भाइबन्दी। चल चाहिँ साथीहरू, अहिले हामी यता अगाडितिर कुन घर रे? यता सिद्धेको। अच्छा, त्यो सामनेवाला घर चाहिँ हाम्रो ठुली सासूको घर हो। मैले अलिकति जुम गरेर देखाउँछु, सायद यही होला। त्यहाँ जाँदैछौँ, त्यही हो नि? त्यहाँ पनि को हुनुहुन्छ हेरौँ। को हुनुहुन्छ र अहिले? ठुलमम्मी, शोभा दिदी पनि यही हुनुहुन्छ? सौरभ, शिवन्या। मतलब सौरभ र शिवन्या भनेको के अरे शोभा दिदीको छोराछोरी। अनि ठुलो ड्याडी पनि हुनुहुन्छ अहिले त। है यहाँ चाहिँ साथीहरू यस्तो पुल रहेछ। बम्बु ब्रिज हो यो, लग ब्रिज पनि होइन, बम्बु ब्रिज होइन, बाँसबाट बनाएको पुल हो। यहाँ सानो नाली रहेछ जमेको, यो सायद कुलै होला उताबाट आउने। आमा छोरीको चाहिँ भलाकुसारी हुँदैछ, फेरि आउँदै हुनुहुन्छ। ल त हामी अहिले चाहिँ फेरि 1 मिनटै कल आयो। घाम पनि अस्ताउने बेला भइसकेको छ। एकदम रातो आगोको चाहिँ कोइला जस्तो देखिरहेको छ अहिले। अब रात परिसक्यो, हामी चाहिँ अब यहाँ पुग्नेवाला छौँ। यता गाई बाख्राहरू पनि, भैँसी बाख्राहरू पनि चराउँदै हुनुहुन्छ।
मकै पनि अब ठुल्ठुलै भइसकेछ यो मकै होइन यो मकै हो मकै हो घाँस हो फाइनल्ली हामी अहिले ठुले दिदी सासूको घर पुगिसकेका छौँ घर अझै पनि अन्डर कन्स्ट्रक्सनमै छ पेन्टिङहरू बाँकी छ र शिफ्ट चाहिँ भइसक्नु भएको छ तर कामहरू अझै थुप्रै बाँकी छ हैन टमाटर त टन्नै पाकेको छ पुग्नु भयो हेलो भाग्दै नमस्ते भनेको नमस्ते सन्चै छौ के नाम हो तिम्रो शिवानी अलिअलि टाढो बोल शिवान्या अनि शिवान्या के पछाडि हुनुहुन्छ क्या मकै यो ठुल्ठुलो काटेर त्यो उस पाकेको खाइसक्नु भयो अनि यो उस फेरि सानो हुँदैछ सानो फेरि यो बारदेखि उता त हजुरको होइन नि उसको हो बाङ्गो हो जिम त मैले ल्याइछु यही छ त कन्टिन्यू दिनुहुन्न अरे कि त्यसरी गर्नुहुन्न अरे 6 वर्षपछि त फेरि ब्लू कलरको यो अच्छा यस्तो सुक्खा गरेर काटेको गरेपछि सधैँ यहीँ एक्लै यस्तै काटेर के हुने हो होइन म ऊ छैन नि अमिलो छैन दिदी अमिलो छैन ल्याइदिनु पाकालो गराएर दहीको चियर्स रे लस्सी हो लस्सी होइन ओइ फुच्ची यता आउ त यता ए शिवन्या के गरेछन् हाम्रो फुच्चीले मोबाइलमा खेलेर शिवन्यालाई त एउटा बिस्कुट छ त्यही खाऊ ल हस् भन हस् भन्दै हस् भन न हस् भन्न हस् भन बस यहाँ कहाँ यहाँ बस कि यहाँ बस यहाँ बस्ने हो तिम्रो यहाँ बस ल यहाँ बस ल किन यता आउन यता तिम्रो मिठाई बिस्कुट उही छ है भाग म त यहाँ छ भोलि रिजल्ट भोलि चाहिँ भन्दाखेरि 50% डिस्काउन्ट छ त्यही भएर फेरि भोलि म ल्याइदिन्छु कि आमाले कम खाने भनेर हो ए सन्बा ल्याइदिउँ पिउनु न हौ कस्तो भयो भन्ने हो के अरे त्यही भएर भाउजूलाई भर्ना गरिदिनु है भाउजू भनेको कि त्यही पढाउनुहुन्छ क्या दुधले त भयो त्यसो यहाँ मल उठाउन फेरि उ गर्न पाउँथ्यो मल उठाउने भन्नाले त्यो पछाडिबाट यता उस्नु होइन मल उठाएर एक कहाँबाट शिवन्या त कति स्ट्रङ छ लड्यो र तिम्रो साथ गयो कि हाम्रो साथ गयो कसरी लडी चिप्लेको होला होइन होइन कि मोल कहाँबाट उठाउने भनेको त्यहाँबाट त्यो फोमबाट किन्ने गाई फोमबाट किन्ने
चियरमा ठोक्कियो क्या ठोक्यो भने होइन गुल्लो चाहिन्छ फेरि म चिनीले खराब गर्छ अन्डा चिनी त खाने हजुरले आफैले गर्नुभएको चिज कस्तो हो यस्तो नि गर्छ नै यस्तो नि गर्छ के अरे दुध दही मोही खानेपानी लागेको दिदीलाई ल हेर्नु नि यहाँ आएर पनि अब चाहियो हाँसो दिदीलाई चाहियो मम्मीलाई गएर भन्नु डेरीको दुध होइन हाम्रो मामा राम्रो दिन्छ तर लाग्छ मुर्गी चाहिँ कति रुपियाँ लिटर त उयो होला 100 रुपियाँ लिटर त्यति 100 रुपियाँ लिटरै हो जहाँ पनि तर लाग्छ तर यहाँ चाहिँ तर लाग्छ आधा लिटर लिएर खानु भन खान्न भन्छ आधा लिएर खाने आधा लिएर ल्याउने तरसँग लिने यो त के हो सम्फो हो खुर्सानी पनि फलिसकेको रहेछ होइन प्याज फेरि यो प्याज हेर्नु न कत्र कत्र हेर्नु यहाँ हेर्नु न कत्र कत्र डल्ला खाने त्यो ढेँडे खुर्सानीको हो हेर्न आकाश खुर्सानी त्यो टमाटर त कति बाक्लो फलेको है पाकेर नि लटरम्मै भयो यो आकाश खुर्सानी हो रे मलै निलो हुन्न होला गमला लाग्ने हो टमाटर पाकेको नि आए ल पत्तागोबी पनि यति ठुल्ठुलो बनाउनु भयो चाहिँ यो त एउटै छ होला 3-4 केजीको त 4 केजीको त यो ठुलोवाला त भारी छ हेर्नु काँक्रा हेर्नु फुलेको फेरि खै काँक्रा है काँक्रा पनि अब फल्ने वालै रहेछ फुलिसकेको रहेछ यो सम्फो होइन यो सम्फो भन्ने के हो सोफ भन्ने अनि सम्फो अनि लसुन खै लसुन ए यो तलको लसुन हो यो यो फेरि अर्को भरि प्याज फेरि यो के बनाउनु भएको छ यहाँ हेरौँ अब अरू ठुलो सासूले बनाएको काफी पौरखी हुनुहुन्छ पौरखी भन्नाले मेहनती होइन यो के हो फेरि बिन्स हो यो मकैको बिचमा फेरि पुरा बिन्स कि बोडी हो र ल यहाँ चाहिँ किचन गार्डन तगडा बनाएर राख्नु रहेछ ठुलो सासूले यसको बच्चा है एउटै है कि सानो मान्छे आऊ कसले यसले हाने छैन कति दिन भएछ यो जन्मेको 2-3 दिनै भयो होला होइन यो किन ठुलो थुन र सानो थुन भएको यस्तै हुन्छ साथीहरू हेर्नुहोस् यति बाक्लो फलेछ यो कि दानाहरू अडिने ठाउँै छैन हेर न कति बाक्लो हेर हावा त रोग ल्याउँछ अरे हजुर हावा आयो भने त रोग ल्याउँछ अरे पहिला लु लाग्छ भन्छ भन्ने कुरा पहिला होइन त मधेसमा
के अरे टिप्न लागेको कि के हो के निकाल्ने हो यहाँ फेरि के छोड्नु पर्छ बेमौसमी होइन होला क्या त्यो बेमौसमी होइन बेमौसमी लिएर बेमौसमी लिएर रोप्ने नि हुन्छ कापुर भन्छ नि अरू त होइन दुधेलो यो सुखदारको छ नि ऊ त्यो ठुलो बुटो हो त्यही सिएम त्यही हो कि यो त्यही बुटो सरल थाहा होला त्यो त्यहाँ आएर नै गरिदियो त्यसपछि त्यही त्यो हात हेर्नु कति पछाडि गछ हेर्नु न त्यो उस भएर के त बानी भएर यसरी यसरी छोप्नुहुन्छ होला हजुरले त यसरी छोप्नुहुन्छ होला कसो गरे यसरी हात ठ्याक्क छोप्नुहुन्छ यसरी किन छोपिन्न र छोपिनु छोपिन्छ त खै खै छोपिएन त छोपिएन छोपिएन छोपिन्न यो हात दुखेन ए म त छोप्छु अलि छोप्छु कुन बजारमा जोड्छु त्यहाँदेखि त होला फेरि जस्ता तस्तै छ दोसेको पानी परेर दोसेको दोसेको पानी परेर त मस्त हाम्रो एउटा छोरी यहाँ मस्त एउटा छोरी यहाँ मस्त ओ बाबु के हो कति मस्त हो अब लाग्नुपर्छ होइन हजुर हुँदायो कहाँ जान लाग्यो हामी अब फेरि मामा घर जाने मामा घर चाहिँ कहाँ छ त्यो ब्लू कलरको मामा घर हो होइन तिमी आएको कति भयो मामा घर आएको किन 5-6 दिन भयो आउँदै हुनुहुन्छ हजुरआमा होइन अनि यहाँको हुनुहुन्छ ठुलो मिस दिदी अर्को ठुलो मम्मी हैन यो राम्रो टाउको देखेको टाउकोमा त देखेको ठुलो मम्मी हो ठुलो मम्मीले खुर्सानी लाग्ने विचार गरिरहेछ हैन अनि यहाँ गाउँ कटाइ हुँदैछ है एकदम गाउँ कटाइ गाउँ पुरा पाकेछ यहाँसम्म अलग प्रकारको गाउँ रहेछ यहाँबाट उता अर्कै रहेछ हैन कलर अर्कै हो त्यो अलिकति डार्क एन्ड दिस लाइट यतिको डार्क यतापट्टि यताको लाइट छ अनि यतिको डार्क छ जाम दिनको खोलातिर जाने नि बालुवा मात्रै छ अब रात पर्न लाग्यो भर्खर यताबाट सुरज डुबे यता फेरि के हो मुन निस्किसकेछ हैन उता थियो नि सन गयो सन गायब मुन रेज
के गरेछन् आमा छोरीले यहाँ हेर्दै गरौँ। आमा छोरीको कुराकानी हुँदैछ यता। यो पनि ठुलो मम्मीको बाख्रा हो। खै यसको बच्चा फेरि पर रहेछ के हात नदुखेको भए त फेरि काट्ने थिएन। फेरि हात दुखेछ काट्ने थियो, हात दुखेछ अरे। अब बाबा रे बाबा, हात नदुखेको भए त झन् काट्नु थिएन। के सुन्नु परेको, हात नदुखेको त त्यो कुरै आउँथेन नि फेरि, हो कि नै? पुरै निस्किन्थेन, पुरै दिमागमै आउँथेन। यहाँ चाहिँ एकदम धुलो छ साथीहरू। हामी चाहिँ थोडा यो साइडबाट जान्छौँ, नयाँ बाटो खोज्दै। छोरी र म चाहिँ अहिले हामी बर्दघाटको खेतवाला इलाकामा हिँडिरहेछौँ। यहाँ भेटघाटको क्रममा यहाँ आएको थियो। मेरो मुखमा बाल आयो। तिम्रो बाल यहीँ क्यामेरामा आइरहेको छ, मुखमा मात्र होइन। कति ठुलो भारी के को होला यो? हामी हेर्छौँ नजिकबाट, यता साइडबाट खिच्छौँ अनि हेर्छौँ। यो गाउँको भुस जस्तो देखिरहेको छु मैले, होइन? One, two, three, four. ठुलो लोड लिएर जाँदै हुनुहुन्छ 5 बोरा। अझै आमाले त्यो पनि। कता हो कता हो त्यो त? यसो चाहिँ यताडाउँदै हुनुहुन्छ। के हो त भुइँमा पनि हेर, फेरि साँप निस्किला। निस्किन्छ हाम्रो नक्कली छोरी यहाँ फेरि फुरफुर फुरफुर गर्दैछन् यहाँ फेरि लहर। पृथ्वीनारायण सरले गर्छ नि, हम सब एक हैं। के भनेको त्यो? कोही बोल्न त आएन। एकीकृत 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 भनेको पुरा मतलब एक हुनुपर्छ भनेको। युनिटी, युनिटी इज स्ट्रेन्थ हो नि। मतलब सबै मिलेर एक भयो भने त्यो के हुन्छ? स्ट्रङ हुन्छ, मजबुत हुन्छ, बलियो हुन्छ भनेको हो। पृथ्वीनारायण के गरेको थाहा? भत्किएका राज्यहरूलाई मिलाएका, त्यही मात्रै। अरू थाहा भएन, त्यही मात्रै हेर्छ। उडेको देखाउनु न। अघि बल्ल बल्ल पार गरेको के हो? यहाँ चाहिँ भैँसी रहेछ। भैँसी लड्यो है माया झ्यालबाट। हेर अरे यो भैँसी हो, हान्न त हान्दैन यसले। खै के गर्छ यसले? खतरा छ, यसले रिसाइरहेछ भैँसी। त्यो आन्टीको एउटा बोरा फुस्कनेवाला पनि छ, हेरौँ त नजिकबाट। ल है, आन्टीको एउटा बोरा यो निस्कनेवाला छ है। घरसम्म पुग्छ कि पुग्दैन भारी। साथीहरू फाइनल्ली हामी फेरि उता भेटघाट गरेर वापस यहीँ आइपुगेका छौँ। अब अँध्यारो पनि हुन लागेको छ यहाँ। अब केही क्षणमै फेरि हामी खानपान गरेर फेरि रेस्ट गर्नेछौँ। भोलि बिहान कति बेला हुन्छ फेरि उठेर हेरौँ कहाँ घुमिन्छ या फेरि वापस गइन्छ, त्यो चाहिँ भोलि नै म देखाउँला बताउँला। अहिले चाहिँ हामी यहाँबाट भित्र जान्छौँ। यति धेरै गाडी कहाँ कहाँ राख्ने हो? यो सर्टरमा त अट्दैन होला।
कति पिरो छ? पिरो छ कि अमिलो छ? मलाई त अमिलो छ होला जस्तो लाग्यो। अमिलो नि पिरो नि। मिठो त हुने चाहिँ नै नै होइन यिनी के कोकोले के बनाएको आमामा के यस्तो मम्मी खाना तयारी हुनुहुन्छ र सुहाउनु पर्यो तिमी एकैचोटि माम खाने हो कि के हो? ठुलो बासित सँगै बसेर खाएको कति सुहाएको त्यो छोरीलाई हेर ल मसँग जति देखेको यिनी मेरो यिनी छोरीले फेरि के खान्छन् भनेपछि हड्डी मात्रै खान्छन् नि यस्तो खान्छन् नि मासु खाने मासु नखाने मान्छे यता आफै हड्डी हेलो त साथीहरू, गुड मर्निङ। म उठिसकेको छु। बाहिरको मौसम चाहिँ एकदमै पानी परिरहेछ हल्का फुल्का। रातभरि गडाङ गुडुङ गरेर पुरा हावाहुरी चलेर चाहिँ अलिकति डिस्टर्बेन्स चाहिँ भयो। अहिले चाहिँ गडाङ गुडुङ त छैन, हल्का फुल्का सिम पानी परिरहेछ। तपाईँहरू देख्न सक्नुहुन्छ। मौसम पनि प्याक भइरहेछ, खासै भिजिबिलिटी पनि छैन। अगाडिहरू पुरा धुँध लागेर खासै राम्रो देखेको छैन। ल त साथीहरू, पानी चाहिँ दनादन दर्किरहेको अवस्था छ। ओहो, कसरी जाने घर पनि आज त गइचाल होला जस्तो छैन। ल देख्न सक्नुहुन्छ मजाले पानी चाहिँ परिरहेछ बर्दघाटमा। यस्तो प्रकारले कता कता तानसेनतिर बोटलतिर पनि परिरहेछ अरे।